बक्सेनको पुल हो है, बक्सेनको पुल, बक्सेनको पुल। लौ लौ के भयो यार त? अब केही शब्द भन्छु, तपाईँहरूले चाहिँ सुनिदिनुहोस् होला होइन, दुःख परे क्षमा गरिदिनुहोस् होला होइन। यो चाहिँ हाम्रो तपाईँको योभन्दा तपाईँको अगाडि पनि धेरैचोटि सहयोग गरिसकेको थियो। हाम्रो जुन यो सिधै कुइन्चाबिन सोक्पा छ नि, जुन तपाईँको यहाँ नेपालमा छैन, उता अमेरिकामा छ, त्यहाँबाट धेरै सहयोग गरिसकेको पहिले पनि तपाईँको। र यो अहिले पनि तपाईँको अस्ति मैले कुरा राखेको थियो, हाम्रो त्यहाँ मुख्य चाहिँ तपाईँको घेसे टासी दोर्जे भन्ने जुन चाहिँ हाम्रो फुर्बिङ कटिङहरू हो, उहाँलाई मैले कुरा राखेको थियो। हाम्रो गाउँतिरमा अलिक नाजुकहरू पनि छ, तपाईँले जो मान्छेलाई तिहार आइरहेछ होइन, तपाईँको समस्या हुनसक्छ होइन, अब उनीहरूलाई हेरविचार गर्ने मान्छे हुँदैन भन्ने कुरा राखेको थिएँ। त्यस्तो नाजुक व्यक्तिहरूलाई चाहिँ हामीले केही कुरा दिनु पाएँ, हामीलाई राम्रो पनि हुन्छ भन्ने कुरा राखेको थिएँ मैले। अनि घेसे टासी दोर्जे पनि हुन्छ, को छ नाम लेख भनेको थियो कि मलाई। नाम लेख्दाखेरि चाहिँ मैले तपाईँको मैले बजेट अनुसार हाम्रो पैसा कति छ त त्यही अनुसार नाम लेखेको थियो। हामीले अब तपाईँको अहिले मात्रै तपाईँलाई पछिल्लोचोटि पनि हामी हेर्छु भनेर खालको हिसाबले चाहिँ तपाईँको अरूको नाम चाहिँ छुटेको हुनसक्छ, त्यसमा क्षमा पाऊँ होइन। अब यो तपाईँको डोनेसन गर्ने चाहिँ हाम्रो त्यही सिधै कुइन्चाबिन सोक्पा छ नि, जुन चाहिँ तपाईँको त्यहाँको संस्थाको हरेक व्यक्तिहरू जस्तै सदस्यहरूले मिलेर पैसा कलेक्सन गरेर तपाईँको पैसा पठाएको छ होइन। उहाँहरूको नाम म भनिदिन्छु, हजुरहरू एकचोटि सुनिदिनुहोस् होला, अप्ठ्यारो नमानिकन है त। सो सुरुमा डोनेसन गर्ने व्यक्तिहरूको नाम सुरुमा घेसे टासी दोर्जे आफै हुनुहुन्छ, उहाँले $100 हाल्नु भएको छ। त्यसै गरी लमु याङचेन $50 हाल्नु भएको छ। अनि दादोन $50 हाल्नु भएको छ डलर। साङ्मोले $50 हाल्नु भएको छ। मेतोक डोलकरले $100, पाल्देन साङ्मु $51, लाकपा डोलमा $50 र पेमा फिन्दोक $50, याङजोम $50, छिरिङ याङचेन $50, मिङमर $100, छिरिङ साङ्मो $105, नोर्बु डोल्मा $51, छिरिङ छोमो $50, दावा डोल्मा $50, साङ्गे शेर्पा $51, निमा डोल्मा $101, सोनम छोरेन $51, निमा पासाङको फ्यामिलीबाट उसको परिवारबाट $50 र तारा लामबाट $50। जम्मा जम्मी तपाईँको अमेरिकन डलर 1260 आएको छ, जुन चाहिँ नेपालीमा तपाईँको कन्भर्ट गर्दाखेरि तपाईँको नेपाली रुपिस 1,47,420 भएको छ है त। यो चाहिँ तपाईँको उताबाट पठाएको संस्थाबाट पठाएको डोनेसन हो। र योबाट पनि तपाईँको खर्चहरू पनि छ नि त, सामानहरू किनेको छु होइन, तपाईँको गाडी खर्च दिएर त्यसको लागि खर्चहरू पनि सुनिदिनुहोस् होला है त। ओके, हाम्रो खर्चहरू चाहिँ केमा गएको छ त म भन्छु, हजुरहरू एकछिन सुनिदिनुहोस् होला है त। जुत्तामा तपाईँको $24,050 गएको छ, र ट्राउजरमा रुपिस तपाईँको $27,300 गएको छ, र मोजामा तपाईँको $2,000 गएको छ, र ज्याकेट्समा तपाईँको उडान $50,600 गएको छ, र काठमाडौँमा तपाईँको यताउता गर्दाखेरि त्यहाँ मान्छेले खाजा खुवाउनु पर्यो, खाजाको लागि $300 छुटाएको थियो, र ट्याक्सी खर्चको लागि सामान पुर्याउनु पर्यो नि त तपाईँको, ट्याक्सीको लागि $500, त्यसै गरी मोबाइलको रिचार्ज कार्डको लागि $500, र तपाईँको भेहिकल काठमाडौँबाट तातपानीसम्म ल्याउनको लागि गाडीको खर्च छुटाएको छ, गाडीको खर्च $2500, किनकि तपाईँको सामान भएको कारण गर्दै धेरै महँगो लियो हामीलाई होइन। अब त्यसरी तपाईँको खाना काठमाडौँबाट यता आउँदाखेरि खानाको पनि छुटाएको थियो $1000, र त्यसरी खुकुन्डुल टु फुलबिङ भनेर तपाईँको खुकुन्डुलबाट फुलबिङसम्म यहाँसम्म ल्याउनको लागि गाडीको भाडा तिर्नु पर्यो नि त तपाईँको, त्यसको लागि $1000 छुटाएको छ। त्यसै गरी खुकुन्डुलबाट हामीले भोकचेनसम्मको लागि र गाडीको खर्च छुटाएको छ, त्यसमा $2000 छुटाएको थियो। र त्यसरी तपाईँको खाजा र खाना तपाईँको हिजो हामीले भोकचेनमा बाँडेको थियो, त्यति बेला जाँदाखेरि साथी पनि लानु पर्यो, एक्लै बाँड्न सक्दैन, त्यो साथीलाई खाजा खुवाउनु पर्यो, त्यसको लागि हामीले जब $1000 छुटाएको थियो। र टोटल खर्च भनेको तपाईँको 1,11,000
11,750 भएको छ है त टोटल चाहिँ यति हो जस्तै हाम्रो जम्मै संस्थाबाट आएको भनेको 1,47,420 थियो त्यसमा तपाईँको यो खर्च घटाउँदाखेरि 35,670 चाहिँ हामीसँग बाँकी छ जुन चाहिँ हामी पछि पनि तपाईँहरूको सहयोग गर्नु सक्छौँ कि यो माथि रकम अझै बढाएर तपाईँहरू सहयोग गर्नु सक्छ कि भन्ने हिसाबले हामी अघि सरेको छौँ है त त्यसमा कसै छुट्यो होला कहीँ गाउँको छुट्यो होला तै त मैले सबै समेट्ने कोसिस गरेको छु पागेटी लिएर तपाईँको नाटा खर्काटी लिएर तपाईँको बामागाउँदेखि लिएर हाम्रो फुलबिङकाटी डाँडागाउँ जम्मा सबै समेटेको छु त्यसमा 1-2 छुट्यो पनि होला त्यसमा म क्षमा चाहन्छु फेरि पनि आउने आशा राख्दछु है त त्यसरी नै तपाईँको आजको यो वितरण चाहिँ तपाईँहरूलाई पाले पिलो बोलाउँछु किनकि हामीले तपाईँहरूको खुट्टाको साइज हेर्नु त सकिँदैन ल्याउनु ल्याएको छु तर अब लाएर हेर्नै पर्ने हुन्छ हेर्नुहोस् होइन हजुरहरू लगाएपछि एकैछिन बसिदिनु होस् होइन त्यसपछि बसेर हामी यताउता के गर्छु फोटोसोटो के खिच्छु त्यसपछि हजुरहरू आफ्नो ठाउँमा गयो पनि केही फरक छैन है त अब जुत्ता ल्याएको छु कोट ल्याएको छु ट्र्याक ल्याएको छु होइन तपाईँको अनि मोजा ल्याएको छु तपाईँले मिल्छ कि मिल्दैन त्यो पनि चेक पनि गर्नु पर्यो नि त मिलेन भने हामीले कस्तो खालको वातावरण क्रिएट गरेको छु भने मिलेन भने त्यो सामान फिर्ता ल्याएर फेरि अर्को नयाँ सामान ल्याउने तपाईँले मिल्ने साइजको ल्याउने भन्ने कुरा मैले पसलमा कुरा राखेको छु त्यसमा टेन्सन नहुनुहोस् है त ढुक्कै हुनुहोस् ओके यसमा चाहिँ तपाईँको लिस्ट अनुसार म नाम बोलाउँछु हजुरहरू छ कि छैन त्यो मात्रै गरिदिनुहोस् है त त्यसपछि जुत्ताहरू हामी पालै पिलो डिस्ट्रिब्युट गर्ने छ है त है अब यसरी हाम्रो गाउँले दाजुभाइहरू दिदीबहिनी सबैलाई बराबुढी भयो हिँड्नु सक्दैन भन्ने टाइममा चाहिँ तातो लुगा खोजेर लाउनु मन त छ पैसा पनि छ भन्ने टाइममा पसलमा पुग्नु सक्दैन भनेदेखि यस्तै भयो अब जस्तो यस्तो बराबुढीहरू जस्तो उहाँहरू जसोलाई दिनु पायो भने हामीलाई नि धर्म मिल्छ भन्ने आशा छ आज पनि यो धर्म त यो सँगसँगै आज पनि 2-4 खेप ल्याएर आज बाँचुन्जेलसम्म ल्याएर दिनु पायो भने हामीले त्यही माथि पनि खुसी हौसला बढ्दछ एउटा बाउ आमा यस्तो यस्तो बराबुढी अब हाम्रो त सबै छ केटीहरूको त तपाईँको लगभग तपाईँको 8 नम्बरको मजाले मिल्छ उहाँले 8 नम्बर ल उहाँलाई नै 8 नम्बर तपाईँको 48 को नेपाली 48 को यो 8 को रहेछ है 8 को ल्याएको छ अरू त अलि ठुल्ठुलो साइला मलाई एकदम पिर लगाइरहेको थियो जुत्ता सानो होला मलाई मिल्छ 6 नम्बर लाग्छ मलाई मलाई मिल्छ तल त मिल्यो नि दिने एउटा लगाइदिनु पर्यो मैले एउटा लाएर के दुईटै ला एउटा लाएर के गर्नु तपाईँ लाइस मान्छे गनेर ल्यायो होला ठ्याक्कै मिलेर मलाई अब 5 बजेको त्यहाँ आउँछ अघि दुईटो भयो ठिक्कै मिलाइदियो ल चारटै हुँदो रहेछ 6 नम्बर घरमा लिएर आइज फोटो खिच्नु ल अहिले लगाउनु नि मलाई पाउने मैले पछि जाडोमा लाउने पनि हो अब अहिलेको जाडो यस्तो छ नि वरि सिममा मजा हो आमा आङो Sekian aja यहाँ पुगेछ यहाँसम्म ठिक्कै यहाँ पुगेछ के गरेर त नि त्यो अर्को ठुलो जुत्ता यता राख्नु त्यो कहाँको जोडी हो पछि जोडियो त्यो कति 6 नम्बर हो त्यो 6 नम्बर त्यो एउटै हो एउटा धाले चाहिँ नदिएको त चाहिँदैन अरे रिसाएर हिँड्यो है त्यो त त्यो अब कहाँ त्यो कहाँ रात लिने खाले
人重新作业了，真的。 Kalau nem lah. Kita mencela, tahu cerita apa tu? Lah tu lah. Kita mungkin 8 nomor yang dia. Saya ni milih. Lah tahu cerita lah. Lah nomor. 8 nomor. Lah. Tapi itu tu model lah. Apa? Jadi punya pasar lagan. Hah? Sama lah model itu. Ya, itu lah. Jadi ada buta baru lah. Aur diile चाहिँ खोइ अब कस्तो खाले दिने अब Kalau, munci kalau saja. Lah baju. Sampai lomba बाजेको खुट्टा त सानो रहेछ ल खुट्टा जुत्ता चाहिँ उहाँले छेद छ अब उहाँहरू चाहिँ के थाहा उहाँको चाहिँ हेर्नु न बुढो मान्छे उहाँ पनि उना हाल्दै हुँदैन Namaste. Thank you so much for your help. Today we are getting so much help from you and the chairpersons of our organizations, Gisita Stujilas, because through his instructions today, everyone's getting the beneficiaries in our village. So those people are lacking behind in the financial status. So we are really thank you to all the sponsors, all the donors, and all the members of Sidhe Kunkyabin Sokpas. So Tuchena and the Pola, the Amala, the Acha, the Sama de Fe, and the Kunzala, the Asuki Tin, the Gawashu is Junshula, and the Sadine, the Asuki, the Sidhe Kunkyabin Sokpa, the Sangma, the team member Sangmala Shuinila, Tuchena.